कति प्रतिशत हो? 1 2 मा 2 चाहिँ 5 को कति प्रतिशत हो? दोस्रोमा के भन्नु भने कुनै वस्तुको मूल्य रु 80 बाट बढेर रु 112 पुग्छ भने सो वस्तुको मूल्य कति प्रतिशत वृद्धि भयो? सो वस्तुको मूल्य कति प्रतिशत वृद्धि भयो? कति प्रतिशत वृद्धि भयो? कुनै वस्तुको मूल्य 80 बाट बढेर रु 112 पुग्छ भने सो वस्तुको मूल्य कति प्रतिशत वृद्धि भयो? अब यहाँ हेर्नु है, यहाँ कुनै वस्तुको मूल्य चाहिँ कति प्रतिशत वृद्धि भयो? अब 3 मा हरेकमा एउटा रुल छ है, कतिको 50% बाट 50 घटाउँदा 50 नै बाँकी रहन्छ। 50 नै बाँकी रहन्छ र कतिको 50% बाट 50 घटाउँदा 50 नै बाँकी रहन्छ। छ सयको 60% को 60% कति हुन्छ? ल अब यो पहिला यो चारवटा रुलहरूलाई पहिला क्लियर गरौँ प्रतिशतका सुरुबाट। 2 5 को कति प्रतिशत हो भनौँ। यस्तोमा के गर्ने भने जे को भन्छ त्यसलाई बेसमा राख्ने। एकको ट्रिक हेर्नु है, यहाँ जे को भन्छ जसको बेसमा हुन्छ त्यसलाई तल राख्ने। अब 2 चाहिँ पर्सेन्ट 100 मा हुन्छ। 5 मध्ये 2 कति भने हो? 1 नम्बरको लागि 2 5 को कति प्रतिशत हो भन्दा यो 5 का लागि 2 कति प्रतिशत हो भने हो 5 एकाना 5, 5 दुना 10 शून्य 20 दुना 40%। यो 40%। यसमा कुनै कन्फ्युजन छ भन्नु त? जतिको भन्छ त्यसको बेस गर्ने अनि त्यो संख्या कति हो त्यसलाई माथि राख्ने इन्टु 100% गर्ने। यहाँ कुनै कन्फ्युजन भयो भन्नु पर्यो। यसमा कुनै डाउट छ त? छैन। अब 2 मा कुनै वस्तुको मूल्य 80 बाट बढेर रु 112 पुग्छ भने सो वस्तुको मूल्य कति प्रतिशत वृद्धि भयो भन। कुनै वस्तुको मूल्य 80 बाट बढेर 112 पुग्छ भने यहाँ हेर्नुहोस् है, कुनै वस्तुको मूल्य 80 बाट बढेर 112 पुग्छ भने सो वस्तुको मूल्य कति प्रतिशतले वृद्धि भयो भन्नु। अब 80 रुपियाँबाट बढेर 112 पुग्नु पर्यो भनेपछि पर्सेन्ट वृद्धि। यो एकदम इम्पोर्टेन्ट ट्रिक हेर्नु है। यहाँ वृद्धि कति? 112 र 80, दुईटाको ग्याप वृद्धि हो। जहिले पनि वृद्धि थोरैबाट हुन्छ। 112 मा वृद्धि भएर 80 त हुँदैन। जहिले पनि यहाँ वृद्धि भन्नु भने कमको बेस राख्ने। यहाँ वृद्धि भन्ने बित्तिकै कमको बेसमा राख्ने। हेर्नु है, यो 80 बाट बढेर 112 पुगेको तपाईको वृद्धि भनेको 112 र 80 को बीचको जुन ग्याप छ त्यो वृद्धि भएको हो। तर वृद्धि भएको केमा भन्दा 80 मा। थोरैबाट वृद्धि हुन्छ पर्सेन्ट 100 मा। अब यहाँ 112 यो 32 अपन 80 इन्टु 100, 20 चौको 80, 20 पंचे 100, यसलाई 4 8 32 40%। अबदेखि वृद्धि कममा, यो वृद्धि भन्नु भने कमको बेसमा, यहाँ कम भन्नु भने बढीको बेसमा। यति बुझ्ने, दुईटा अङ्क हेर्ने, त्यसको फरक नै वृद्धि हो, त्यसको फरक नै कम हो। वृद्धि भन्ने बित्तिकै कमबाट बढ्छ। तपाईको तलब 40,000 थियो भने त्यहाँ बढेर 50,000 पुग्छ। 50,000 मा बढेर 40,000 त हुँदैन।
यसर्थ तपाईँले जम्मा दुईटा अङ्क हेर्दै भयो कि वृद्धि भन्यो दिए कमको बेसमा, कम भन्यो भने बढीको बेसमा। अब 3मा हेर्नुहोस् त, अब 3मा के भन्यो भने पहिला 4मा हेरौँ ल। 4को के भन्यो भने 600 को 60% को 60% कति हुन्छ भन्नु, को भने इन्टु 600, को भने इन्टु 60%, 60/100, को भनेको इन्टु 60/100। अब त को भने इन्टु गर्ने, यो 0 0 गयो, यो 0 र यो 0 पनि, यो 0 र यो 0 पनि गयो। 6 छका 36 छका 216, 6 छका 36 छका 216 क्लियर छ। अब 3को हेर्नुहोस्, यो 4को 3को कतिको भने यक्सको, एक्सको 50%बाट 50 घटाउँदा 50 नै बाँकी रहन्छ। हेर्नुहोस् है, कतिको भन्दा यक्सको इन्टु 50%बाट 50 घटाउँदा 50 नै बाँकी रहन्छ। अब यो माइनस हुँदा प्लस, यक्स इन्टु 50/100 बराबर 50 माइनस 50 हुँदा जाँदा प्लस 50। अब यक्सको 50/100 बराबर 100, 50 एकाना 50 दुना, दिएको यक्स बराबर 200। अब यहाँ कुनै कन्फ्युजन छ भने भन्नु पर्यो। अब यसमा कतिको भन्दा यक्सको 50%बाट 50 घटाउँदा माइनस, जोड्दा भन्यो भने प्लस, गुणन गर्दा भन्यो भने गुणन गरिदिने। अब यो 4वटा यो त एकदम बेसिक रुल भयो। यसमा कुनै कन्फ्युजन छ भने भन्नु पर्यो। अब म यसलाई अलिकति अपग्रेड गर्छु। अब क्वेसन अलिक गाह्रो बनाउँछु यहाँ। यसमा कुनै कन्फ्युजन छ भने त्यहाँ भन्नु त, नआए सोध्नु होला, अथवा कन्फ्युज भएको है यो चाहिँ मैले बुझिनँ भने। यहाँ कुनै डाउट छ भने भन्नु पर्यो। अब यहाँ हेर्नुहोस् है, अब सुरु गरौँ। अब अरु गर्नुहोस् त। ल, कतिको 2/3 को 0.1 को 50% को 1/4 भाग बराबर 50 हुन्छ भन्नु। यो प्रश्नमा सबै मैले निकाल्नुपर्ने पनि छ, भाषा पनि छ, दशमलव पनि छ, प्रतिशत पनि छ, भिन्न पनि छ, अङ्क पनि छ। यसमा A to Z सबै छ। तपाईँले गर्नुपर्यो कतिको 2/3 को 0.1 को 50% को 1/4 भाग बराबर 50 हुन्छ भन्नु। त्यो अब दोस्रोमा
कतिको 20% को 20% बराबर 10 हुन्छ भन्यो। अब यो चाहिँ पर्सेन्ट दुईटा दिएर यो नम्बर कति हुन्छ। अब 3 मा कक्षामा 28% पास भए 288 जना फेल भए। फेल भए भने जम्मा विद्यार्थी कति थिए? जम्मा विद्यार्थी कति थिए? अब 4 मा हेर्नुहोस् है, यहाँ हरेकमा एउटा रो छ है। यहाँ चाहिँ टोटल विद्यार्थी निकाल्नु। 4 मा कुनै भिन्नको अंश 800% र हर चाहिँ 300% वृद्धि गर्दा 300% वृद्धि गर्दा नयाँ भिन्न कुनै भिन्नको अंश 800% र हर चाहिँ 300% वृद्धि गर्दा नयाँ भिन्न चाहिँ 9/7 बन्छ भने सुरुको भिन्न कति होला? सुरुको भिन्न कति होला? ल यो चाडा चाहिँ अलि ऐनाको भन्दा अलि हार्ड लेभलको छ, तर अलिक धेरै हार्ड छ होइन। सुरुको भिन्न कति होला? ल एकचोटि ट्राई गर्नुहोस् त। त्यो ऐनाको रुलले अलिकति छुन्छ, तर त्योभन्दा अलिकति लेभल हाई छ। अब यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस् ए कुनै भिन्नको अंश 800% र हर चाहिँ 300% वृद्धि गर्दा नयाँ भिन्न 9/7 बन्छ भने सुरुको भिन्न कति हुन्छ भन्यो। अब यहाँ सुरुदेखि नै जाउँ ल। अथवा यी लास्टबाटै गयो नि। कुनै भिन्नको भिन्न थाहा छैन, एक्स बाई वाइ। कुनै भिन्नको अंश 800% इन्टु पर्सेन्ट 100 मा हुन्छ। 800% वृद्धि भएपछि कति पुग्यो भन्नु? प्रतिशत 100 मा हुन्छ। 800% वृद्धि भएपछि कतिमा पुग्यो? त्यो 800% वृद्धि भएपछि जस्तो तपाईँको 100 मा 10% वृद्धि भयो भने 110 हुन्छ। 800% वृद्धि भएपछि कति पुग्यो त? प्रतिशत जहिले पनि 100 मा त्यसबाट बढ्ने हो। 800% वृद्धि हुनु भनेको 900%। 900% हो। अपन 7
के अरे 300% हरमा चाहिँ 400% हो। प्रतिशत 100 मा हुन्छ, पर्सेन्ट जहिले नि 100 मा 800 थपिँदा 900, 300 थपिँदा 400 बराबर 9/7 हुन्छ। बराबर 9/7। अब यो 0 0 गयो, 9 एकाना 9, 9 एकाना 9। अब दियो खो यक्स अपन वाइ बराबर 4